व्हाट्सअप केटा हो आज म्यागमा फ्रुटको पावर अवेकनको च्यालेन्ज गर्दैछ इसकाले नि यति देखाइसकेको छ यार केक छैन हेर न मलाई यति अच्छा तो आज यार म्यागमा पुरै कलेक्सन म्यागमा पुरै लेभल पुरै चेक गरिन्छ पुरै म्यागमाको के हुन्छ नि जस्तो अब पावरहरू के छ मैले अहिलेसम्म म्यागमा खाएकै छैन केटा हो म्यागमाको अलि अवेकन कस्तो हुन्छ लाइक हेरौँमा पिबिक्यू लाइभ बेस्ट भन्छ तर थाहा छैन यार इसकाले के किन लाग्यो कि हे ल टक्क लाएर होइन म्यागमाको पावर चेक गरिन्छ केटा हो मैले बुझ्दा मैले स्ट्याक पनि म्यागमाको चेन्ज हानिदिइसकेँ होइन अब स्ट्याक चेन्ज हानिदिइसक्यो अब म्यागमा फ्रुट खाम केटा हो यसको पावर आज पुरै मास्टर गरेर पुरै चेक गर्नु केटा हो यसको पावर के छ कसो पुरै हेर्नुपर्ने केटा हो नयाँ नयाँ फ्रुटको अब यो पछि चाहिँ कुन फ्रुटको गर्ने केटा हो तिमीहरूले कमेन्टमा आएर भनिदेऊ मलाई तिमीहरूले जे भन्छौ म त्यही गर्छु लाइक हुन्छ नि अब जसको धेरै कमेन्टमा लाइक आउँछ नि म त्यही फ्रुट एकचोटि खान्छु केटा हो केहरू कमेन्टमा भन्नु अनि के भन्छ के गर्नु पर्ला अगाडि यार केटा हो जसले लाइक गरे होइन लाइक गरे यार सब्सक्राइब गरे यो स्कार छ नि जो यो बदतमिज यसलाई पनि सब्सक्राइब गरिदियो केटा हो उसको च्यानलको मैले लिङ्क डिस्क्रिप्सनमा हालिदिइसकेको छु होइन केटा हो ल अब स्टार्ट गरौँ म्यागमा फ्रुट खाएर अलिक डिस्टर्ब नगर न अगाडिबाट हट्ट छिटो हट्ट गुड बोय कुकुर लिएर आएको छ कि पुरै हेर न पुच्छ सुच्छ लिएर ल अब खाइदिउँ केटा हो कस्तो हुन्छ यो गप 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 ल केटा हामीले म्यागमा फ्रुट पनि खाइसकेको छ यो हेर्दैछौ तिमीहरूले केटा हो मैले म्यागमा फ्रुट कहिले नि खाएको थिएन यार त्यहाँ हेर्दैछौ मेरो मास्टर पनि जम्मा 1 छ त्यो भएर आज म्यागमा फ्रुटको फुल पावर हेर्नु छ केटा हामीले इसकाले मलाई पुरै कहाँ बसाएर कहाँ लिएर जान लागिसकेको छ यार मैले म्यागमा फ्रुटको यार जेट मुभी देखाएको थिएँ नि इसकाले यार लैदिइहाल्यो अब केही छैन के पछि लैदियो अब पछि देखाउँछु यो M1 केही छैन केटा हो पहिला इसकाले मलाई कहाँ लग्छ त्यहाँ पुग्छु अन्त केटा हो तिमीहरूलाई भन्छु ल इसकाले लेभल अप गर्ने छिटो ठाउँहरू खोज्छ नि त त्योहरू म त्यहाँ पुग्छु केटा हो अनि बल्ल तिमीहरूलाई भेट्छु ल ल इसकाले यहाँको बसमा पो लिएर आएछ टक्क लाएर यहाँको बस मान्यो भने इसकाले लिएर आइसकेको छ रोक्क म झर्छु ल के भएको यस्तो ल म त बसको ठाउँमा झरेको थिएँ वा ल साइको रहेछ गेम त ल के हो यो गेम वाट द हेल केटा के भएको यो भन्नु त मलाई यार मलाई त केही थाहा छैन यार ल यत्तिकै लग्यो नि यार मेरो यार वाट द हेल के भएको यस्तो सस्ता नसा यार छ्या या के भएको केटा हो अरे साला ये तो अलग फ्रॉड चल रहा है केटा हो फाइनली अब यो ठाउँको बस मान्यो भने यता लिएर आइसकेको छ म तिमीहरूलाई M1 देखाइदिन्छु अब M1 रहेको छ त्यस्तो फैलाएर आऊ मेरो गले लग्छ बेटे भन्न आन्छ ल्याम्म भएर भित्र स्कार पुरै जङमा मैदानमा हानिरहेको छ टक्क लाएर यार के हो स्कार यार टक्क लाएर म पनि यार मेरो मास्टरी पुरा हान्नु परेन टक्क लाएर म पनि जानु पऱ्यो हान्न भनेको रोको केटा हो एकछिन स्कारले हान्दै छ त्यत्रो बाँकी छ अहिले फेरि मलाई चप्काइन्छ कि त्यसले हाल्यो रोको इसकाले थोरै हेल्पमा राखिदिन्छ मलाई टक्क लाएर हेल्प गरिरहेको छ बबाल र अब मेरो सर्ट हान्छ यसले रोक्क ला मरेन त अझै नि के भएको यो उही अझै हेल्थ रहेछ उसको ल पुरै आइसी हान्यो अहिले त के हाने यस्तो यार ला अझै मर्दैन उही के हाने केले उही छोड्दै उही मोर लाग्यो केटा मोर लाग्यो ल मलाई मारिन्छ अहिले उही स्कार बच्चाले रोक्क म हान्छु ल मार्दैछ त्यहाँदेखि मास्टरी बब्बाल बढेको छ यार उयो त ल म त मरेँ त कसरी ल मास्टरी खतरा बढ्यो तर म त मरेँ रे कति बढ्यो यार मास्टरी अरे बस्कर भाइ बस्कर मास्टर रोक्नेको नाम लिएछ नि यार बल्ल रोक्यो यार दुईवटा मास्टरमा आइसकेको छ अट्याक एउटा यो तल जाने अन्डरग्राउन्डमा लभली यार यो सायद ट्राभल गर्नको लागि होला केटा हो यार दुईवटा मात्र अट्याक आएको छ यो एउटा ट्राभल गर्ने खुल्ले मेरो अरू त खुल्लेकै छैन यार ट्राभल सायद अब पानी बाहिरबाट पनि ट्राभल गर्न मिल्छ होला केटा हो म टक्क लाएर पानीमा ड्यामेज खाएको त ल धन्ने मरेको केटा हो धन्ने पानीमा ड्यामेज खाएर ला दुईवटा मास्टरी बढे खतरा रहेछ केटा अट्याक छ यो चाहिँ बबाल जस्तो हात फगाएर प्याच पड्काउँछ ल केटा म अर्को ठाउँमा जान्छु अनि तिमीहरूलाई भेट्छु फुल मास्टरी गर्न छ केटा हो अलि अब बस भएको ठाउँमा गएर तिमीहरूलाई भेट्छु ल रोक इसकाले बेला सनफ्लावरको बसको ठाउँमा लिएर आएको छ तर बसको 50 सेकेन्ड मात्र आउनु बाँकी छ त्यति बेरसम्म केटा हो 50 सेकेन्ड आउनु बाँकी छ ल केटा हो म्यागमाको त अघि त ल जम्मा दुईवटा मात्रै पावर दिएको थियो अहिले के भयो केटा हो ल फेरि दुईवटा एक्स्ट्रा पावर देखायो
मैले अघि दुइटा मात्रै देखेँ कि तिमीहरूले पनि दुइटा देखेको थियो केटा भन त यो म्यागमाको ल के सिन हो यार। खास गरी यो गेममा मलाई के भयो ग्लिच भइरहेछ केटा हो यार। हेर न म्यागमाको अघि यार जम्मा दुइटा थियो अहिले नयाँ रे। यो एउटा नयाँ अट्याक रहेछ तलबाट उमार्ने ओए म्यागमा तलबाट निस्किँदो रहेछ त ड्याम ब्रो। लभली एउटा चाहिँ पन्च हानिरहेको छ म्यागमाको बब्बाल पन्च हानिरहेको छ यार। अघि देखाएको थिएन यार लिटरली ब्रो यार नत्र मैले तिमीहरूलाई अघि नै सो हानिदिन्थेँ म्यागमाको यो यार। कसरी तर यार केटा अघि तिमी आफै भन 98 लेभलमा त्यो हुन्छ यो पावर खुल्लै थियो कि खुल्लै थिएन यार। मलाई त लिटरली थाहै छैन केटा हो यार। सायद मैले बिर्सिया हो कि तिमीहरूलाई देखाउन बिर्सिया हो कि सायद केटा हो मैले नै त्यस्तो देखिया हो। तिमी आफै कमेन्ट गरेर भनिदेऊ। यहाँनिर सब केटाहरूले हेल्प गरिरहेको छ यार। स्कारले नै हेल्प गरेछ अहिले हेल्प गर्नलाई फेरि के भन्छ अरे को ब्रो आइसकेको छ यार हामीलाई हेल्प गर्ने। त्यहाँ हेर न एकजना ब्रो आइसकेको छ हेल्प गर्न जिएक्स डेभिल भन्ने ब्रो हामीलाई हेल्प गर्न आइसकेको छ यार। खतरा बस मारेर चाहिँ हाम्रो केटा हो बबाल तर न के भइरहेको छ यार। ल ओए मलाई उडाइदियो ओए ल मैले माथि नै हान्दैछ झुक्केर केटा मलाई यो के भन्छ अरे बुद्ध या स्प्याम हान्ने भएर केटा हो यो चलाउन आउँदैन। त्यो भएर हेर न मैले अट्याक पनि कहाँ हान्दैछु या तोर हान्दैछु अट्याक नि ला तल यस्तो बाबाल छ केटा यसको यो मलाई सबभन्दा खतरा चाहिँ हातले हान्ने खतरा लाग्छ यार केटा यार। लभली छ यार त्यसको यार। अब स्काले मलाई कहाँ लाग्छ भन्ने कुरो यार। अब फेरि अर्को ठाउँमा मिलाउँला केटा हो अर्को मास्टरी गर्ने ठाउँमा रोक म त्यहाँ गएर तिमीहरूलाई भेट्छु। स्काले यहाँ गार्डनको बसतिर बाबाबाट ल्याएको छ यार। स्काले त्यहाँ हान्न सुरु गरिसक्यो बुम कि बाम तरे हानेर म भने भाग्यो किनकि मलाई म्यागमै चलाउनु अर्को ब्रोले नै पुरो लेजर हानिरहेको छ। थ्याङ्क यू ब्रो हेल्प गरिदिएकोमा लभली वे हान्छु म एक सर्ट चाहिँ हान्छु केटा रोको मोबाइलले ल्याग गरेर पढिक लाग्यो जस्तो भइसक्यो यहाँ केटा यहाँ कोले हाने के हान्यो त्यो भएर यसो टक्क लाएर अब म झापड हान्छु यसलाई रोक यता आइज ला ल मिस भयो अर्को हान्छु पन्च ला ल मिस भयो यो त लाग्छ अन्नी लागेन त केटा के हो मेरो चाहिँ खतरा मिस हान्छ। अब रोक एक झापड हान्छु यता बाबु ला झापड डगरेट खल्लीको प्ल्याटे सर्ट भेटेको छ यार। यो ब्रोले थ्याङ्क यू हेल्प गरिदिएकोमा यार। जिएक्स डेभिल ब्रो थ्याङ्क यू हेल्प गरिदिएकोमा टक्क लाएर केटा तिमीहरूलाई नि भिडियोमा आउन मन लाग्छ भने टक्क लाएर होइन तिमीहरूलाई मलाई फेरि के सब्सक्राइब लाइक गरे नि हुन्छ केटा हो तिमीहरू भिडियोमा आउन सक्छौ। अब चाहिँ मास्टरी गर्नु पर्ने हुन्छ केटा हामीले खतरनाकवाला मास्टरी किनकि हामीले धेरै मास्टरी गर्नु छ यार केटा हो। त्यो ब्रोले के भनिरहेको मेसेजमा तर सरी ब्रो मैले केही देखिनँ स्कार रोल ऱ्याड जस्तो घुमेछ त्यो भएर केही देखेकै छैन मैले स्कार हेरेर पुरै मलाई चक्कर लगाइसक्यो यार। सहलेंगे थोड़ा सा मलाई झन् रोटेपिङ खेला जस्तो खेलाइदियो स्कारको यो के कुकुर हो कि रोटेपिङ हो यार। सस्ता रोटेपिङ केटा हो सस्ता रोटेपिङमा गएर अब चाहिँ मास्टरी गर्न पर्ने हुन्छ। अब के गर्नु गाइस यस्तै छ। स्काले फेरि पनि केटा हो हट एन्ड कुल भिलेजमा लिएर आइसकेको छ। यहाँनिर फेरि लाभा बस आयो अरे ऐको जस्तो ग्लिच त हुँदैन नि केटा हो झर्दा फेरि यहाँ डर लागिसक्यो खै त बसै छैन त्यता एक कुनामा ढोसेर हान्दा स्कालले यार। म त बाहिर जान्छु यसले मलाई खतरनाक हान्छ यार। मैले कस्तो ड्यामेज खान्छु यसको यसलाई एक झापड चाहिँ हान्नु पर्ने हुन्छ कि एक झापड चाहिँ हान्नु पर्ने हुन्छ। यता ल्याउ त्यसका बाबु राजा अझ अङ्गल हान्नु न ल अनि अङ्गल हान्छ त कस्तो बब्बा ड्यामेज खान्छ नि। ल बस्यो भए झुक्केर म झर्छु यार। ल पन्च नि कहाँ हानिदिएको मैले ला खतरा जम्मा ला अनि झापड खाएन त खतरा। अब बालका जम्मा 128 लेभल ल्याएर त्यहाँ अझ कति लेभल मास्टरी बढाउँछ यार। यो पनि सक्यो अब अर्को ठाउँमा कस्तो हुन्छ अब अर्को ठाउँमा जाम्ला केटा रोक्क अर्को ठाउँमा पुगेर आइहाल्छु। अब धेरै बाँकी छैन केटा ल केटा हामी यहाँ आइसवाले ठाउँमा आइसकेको छ। बस आउन जम्मा 19 सेकेन्ड त्यसबाट टक्क लाएर यसका त्यहाँ हान्दै बसेर बस अहिले आएन हो। अर्को ब्रो नि हेल्प गर्न आइसकेको छ यार हामीलाई यहाँ जिएक्स ढोकीको ब्रो भन्ने या डेभिल ब्रो भन्ने हामीलाई हेल्प गर्न आइसकेको छ केटा। अब चाहिँ धेरै मास्टरी गर्न बाँकी छैन लास्ट बस्ट हो। अब टक्क लाएर यसपछि चाहिँ मास्टरी फुल अवेकन हुन्छ केटा हो टक्क लाएर ल यसले त मलाई आउने बित्तिकै हान्छ त यसले आइस ल यसले मलाई मात्रै देख्छ कि के हो स्कारहरू छ स्कारहरूलाई सुताउने यार बस यार मलाई मात्रै देख्छ कि ल केटाहरूले जति यति झारेर फेरि यता पनि यहाँ जमायो मलाई दुईचोटि जमाइसकेको छु यार। के गर्छ स्कारले फेरि यति फाल्दा हो अझ रोको हान्छु। अब चाहिँ जमेन है रोक्क झापड हान्छु यता ल्याउ त यता ला मरेन त ल के झापड रोक त ला अझै अहिले चाहिँ मेरो केटा सब अट्याक लाग्छ हेर ल अब पनि ला अनि सब अट्याक लाग्छ नि आजभोलि त मेरो फेरि लास्ट एक झापड त्यसपछि काम तमाम। ल म्याक्स लेभल भइसकेको छ 42 140 मेरो लेभल अप आउने स्काले पोर्टल खोल्यो है के केटा हो।
इसका बदतमिज पोटल भन्ने यार मलाई यार पुरै झुक्का यार के पायो रे कि त पाएन यार केटा मसँग पहिले रेन गएको छ नि यार स्कार ओभर पोटलको त्यो पोटलको जस्तो टेलिपोर्ट होला भनेको त टेलिपोर्ट नहोला यार स्कार फटाएर चाहिँ लास्ट यार केटा हो मसँग रेन गएको पहिलेदेखि छ यार ब्रो यार मलाई के चाहिँदैन कि म खतरा लक्की हो नि अब लास्ट अट्याक के हो यत्रो हात त पुरै लाभे हुन्छ त लास्ट अट्याक उही क्यु यो आगोको डल्ली फाल्यो त लो द हेल स्कारले फेरि पोटल गरे अब म झुक्किनँ नि स्कार मैले थाहा पाइसक्यो पोटल होइन भनेर तिमीले मलाई झुक्काएको स्कार मलाई टेलिपोर्ट हुन्छ भनेर छिराउन लगाएर स्कारले सबले केटा हो के भन्छ अरे झुटुवा भने केटा लास्ट स्कार फटाएर चाहिँ 1 नम्बरको फटा स्कार म बाहिर गएर देखाउँछु तिमीहरूलाई सबै एउटा केटा हो एउटा यम मान्छे यो रहेछ बब्बाल हान्यो यसले पुरै अङ्गले हान्ला जस्तो अङ्गल हान्यो यो ब्रोलाई मैले एउटा चाहिँ सेकेन्ड अट्याक चाहिँ तलबाट पास्छ लाभ यसरी थु गरेर फाल्छ अर्को चाहिँ पन्च हान्छ अर्को चाहिँ पन्च तर अर्को चाहिँ यो मेन अट्याक चाहिँ पुरै हात दुइटैबाट लेम हान्छ देख्यो केटा दामी हान्दो रहेछ यो चाहिँ यार बब्बाल रहेछ म्याकमा नि अब अर्को चाहिँ छ अर्को चाहिँ के भयो हुँदै भएन त ल अर्को त भयो हुँदै भएन त के भएको केटा हो के गरेर स्कारले त्यहाँनिर मलाई यहाँनिर टेक्स्टमा केही भने जस्तो लाग्छ ब्रोले केही भनेर हिँड्छ अर्को चाहिँ योवाला रहेछ ट्राभलवाला तर किन यो पानीमा हिँड्न नि मिल्दैन केटा हो मद्दल मलाई यसको बारेमा केही थाहा छैन तर यसले ड्यामेज दिन्छ कि दिँदैन त्यो हेरौँ न केटा हो मलाई त ड्यामेज दिन्छ जस्तो त लाग्दैन एकचोटि ट्राभल मात्र होला एकचोटि ड्यामेज दिन्छ कि दिन्न हेरौँ ट्राई गरौँ उही यसले ड्यामेज दिँदोरहेछ उही 1826 ड्यामेज उही 1900 ड्यामेज ल मैले पो ड्यामेज खाएर रहेछ त यो त गजब बेइज्जती है एनपिसीले टपकाइदियो ल ड्यामेज खान्छ म त तल थियो लाभाको कसरी ड्यामेज खायो स्कार यसलाई बदला चुक्यो त यो पोटलभित्र अर्को ठाउँमा ल्याउ त यसलाई हान्न त रोको यसलाई यता ल्याऊ म बदला चुकाउँछु यसले एक झापड हान्दा यता ल्याउ केटा यता ल्याउ यसको मतलब म हेरी सर्नै मिल्दैन केटा मारिदिन्छ स्कारले ल ठिकै छ स्कारले बदला लिए केही छैन ल यार के यार केटा आजको लागि यति होइन केटा हो स्कार थाहा भइसक्यो त्यो पोटल तिमी यार चिटिङ नगर नि यसका यार आजको लागि यति केटा हो होइन अर्को फ्रुट के को मासुरी फुल गर्ने केटा हो तिमीहरू कमेन्टमा भन जसको धेरै लाइक आउँछ त्यसको कमेन्टमा होइन जसको धेरै कमेन्टमा लाइक आउँछ म त्यही फ्रुट ट्राई गर्छु केटा हो टक्क लाएर त्यतिको लागि ल केटा बाई जो लाइक गरेन लाइक गर केटा हो सब्सक्राइब गरेन सब्सक्राइब गर टाटा बाई बाई